अब हम कितने हाइट पे आ चुके? अभी 200 है मैं 200 फीट में। अब आपके हिसाब से आप कितने ऊपर तक जा सकेंगे? अभी हम 300 फीट जाएंगे पूरा। और स्वर्गीयबाट धरतीमा झरेको एउटा खोस्टा हामीले दार्जिलिङलाई मान्न सक्छौँ, किनभनेदेखिलाई आज हामीले यस्तो प्रकारको चिजहरूलाई डिस्कभरी ठुला ठुला च्यानलहरूतिर हेर्ने गर्थ्यौँ, तर प्रत्यक्ष रूपमा हाम्रो आफ्नै पहाड हाम्रो दार्जिलिङमा नै प्याराग्लाइडिङ हट एयर ब्यालुनको पनि हामीले अवलोकन गर्न सक्यौँ। अनि यस्तो दृश्यले गर्दा साँच्चै नै हाम्रो पहाड स्वर्गीय पहाडकी रानीलाई हामी सधैँ नै सल्युट गर्छौँ, माया गर्छौँ। अनि तपाईँहरूले एउटा तपाईँहरूलाई जानकारी दिउँ, अनि यो हट ब्यालुन अब सधैँको निमित्त दार्जिलिङमा आएको छ अनि तपाईँहरूले सधैँ नै यसको मजा लिन सक्नुहुनेछ। दर्शकवृन्द, अहिले हिमाली च्यानलको युनिट हामी हट एयर ब्यालुनमा चढेको छौँ अनि हामी अहिले करिब जमिनदेखि 300 फिट माथि आएको छौँ। अनि हामीलाई एउटा अचम्म के लाग्यो भनेदेखिलाई यस्तो प्याराग्लाइडिङ अनि यस्ता तपाईँलाई थाहा छ हट एयर ब्यालुन हामीले टिभीमा डिस्कभरीमा देख्थ्यौँ, तर आज हामी प्रत्यक्ष रूपमा नै यहाँ चढ्न पाइरहेको छौँ। अनि हामीले अहिले जुन चाहिँ दृश्य तपाईँहरूले अवलोकन गरिरहनु भएको छ जामुने ह्याप्पी न्यू इयर ब्रिजको यो दृश्य, अनि यो दृश्य तपाईँहरूले 300 फिट माथिबाट हट एयर ब्यालुनको तर्फबाट तपाईँहरूले यो अवलोकन गर्न सकिरहनु भएको छ। भनौँ अब त अब माथि पुगेरै हुन्छ। राम्रो। मेलामा कस्तो अनुभव भयो?